फलफुलको राजा मानिने आँप। यसै त एकदमै मिठो हुन्छ। त्यहीमाथि यो गर्मीमा चिसो आँपको हेल्दी आइसक्रिम पाए किन नखाने होइन त? त्यसमा झन् यति सजिलै बनेर तयार हुन्छ, धेरै झन्झट नै छैन। अब बनाउन सुरु गरौँ। सबैभन्दा पहिला त्यसको लागि हामीलाई चाहिन्छ पाकेको आँप। हजुरले आफूलाई मनपर्ने गुलियो खालको आँप लिनुहोला र यसरी काटेर तयार गर्नुहोला। आँप काटेर तयार गरिसकेपछि एउटा मिक्सी जार लिन्छौँ र त्यसमा राख्छौँ यो सबै काटेको आँप। काटेको आँप राखिसकेपछि यसमा राख्छौँ हामीले एकदमै फ्रेस दही 2 चम्चा। त्यसपछि राख्छौँ यसमा मह 2 चम्चा। महको ठाउँमा हजुरले चिनी पनि राख्न सक्नुहुन्छ आफ्नो स्वाद अनुसार। सबै सामग्री राखिसकेपछि अब यसलाई राम्रोसँग पिसेर यो म्याङ्गोको एकदमै फाइन प्युरे बनाउने। केही बेर यसलाई ग्राइन्ड गरिसकेपछि अब एकदमै फाइन प्युरे बनेर यहाँ तयार भइसकेको छ। मैले लिएको आँपमा चाहिँ यसको छेक्राहरू छैन, त्यसैले यसलाई मैले छानिनँ, एकदमै स्मुथ पेस्ट बनेको छ। यदि हजुरले लिनुभएको आँपमा छेक्राहरू छ भने चाहिँ हजुरले त्यसलाई छान्नुहोला। अब भने यो स्मुथ म्याङ्गो प्युरेलाई हामीले यहाँनिर जमाउनको लागि राख्छौँ। मैले भने यहाँ आइसक्रिम मोल्ड युज गरेँ। हजुरसँग छैन भने घरमा भएको कपहरूमा पनि जमाउन सक्नुहुन्छ या प्लास्टिकको ग्लासहरूमा पनि जमाउन सक्नुहुन्छ। अब यसलाई राखिदिन्छौँ हामीले फ्रिजमा 4-5 घण्टा राम्रोसँग जम्नको लागि। मैले भने यहाँ 5 घण्टा राखिदिएँ जम्नको लागि। 5 घण्टापछि यसलाई निकाल्दैछु। आइसक्रिम बनेर यहाँ तयार भइसकेको छ। अब यसलाई हामीले मोल्डबाट निकाल्ने। यसरी हजुरले पनि एकदमै हेर्दै खाउँ लाग्दो छिट्टो मिठो यो म्याङ्गो आइसक्रिम बनाउन सक्नुहुन्छ। हेर्नुहोस् त हेर्दै कति मिठो खाउँ लाग्दो छ, बजारको जस्तै नै। तर बजारको जस्तो यसमा केमिकल युज गरिएको छैन। हजुरले पनि यसरी छिट्टो मिठो हेल्दी आँपबाट मात्र बनेर तयार हुने आइसक्रिमको रेसिपी आफ्नो बच्चाहरूलाई बनाएर खुवाउनु होला। अनि हजुरले बनाउनु भएको आइसक्रिम कस्तो बन्यो भनेर कमेन्ट गर्न पनि नबिर्सनु होला। अनि इजी किचन रेसिपीलाई फलो गरिदिनु होला। थ्यांक यू फर वाचिङ।